बाख्रा चलाउन जान्छ महिनामा एकचोटि बियर खानु पनि कहाँ कुन रेस्टुरेन्ट ओपनिङ हुँदैछ त्यहाँ गएर फ्रीमा खान्छ यो हेन्सीले एकचोटि गोर्खा स्ट्रङ यहाँ सुन्नु हाँसी मजाको कुरा होइन सुन्नु अस्तिको 50 लाखको कुरा भइरहेका छौ कस्तो बुझिन्छ 50 लाखको बजेटको फिल्ममा जम्मा 12 लाख रुपियाँ मरेर दिएर गयो दिए त मैले 12.5 लाख 50,000 त घिचो पनि त भाइ चाउमिन मोमो सोमो किनौ लौकामा यस्तो राम्रो सेलिब्रिटी हिरो नि पाएको छ मुभी तिम्रो 1.5 करोडमा तिमीले 5-6 करोड कमाउँछ ढुक्क हाल त्यो तर अलिकति म रिसाउनु माइला दाइ मलाई चित्त नबुझेको कुरा आफू चाहिँ आफूलाई म पाइ भन्नुहुन्छ अनि अर्को कुलबाईलाई 5 मिनट 10 मिनट कुलबाई जतिको अहिले टिकटकर नेपालमा छ 5 मिनट र 10 मिनटको रोल कुलबाईले आएर फ्रीमा खेलिदिन्छ हुने कुरा अलिकति मैले कुरा गरिसकेँ कुलबाईसँग मैले कुरा गरेँ हेन्सी दाइ तपाईँसँग पैसा लिन भनेको छ लिँदैन बिउलाई पैसा अनि आफू कुलबाईले कहाँ त्यस्तो रोल अनि आफू चाहिँ 20 लाख र 25 लाख भन्नुहुन्छ बिउ पनि फ्रीमा बिरुवा पनि फ्रीमा गमला पनि फ्रीमा भन्दा त कहाँ सबले फ्रीमा खेल्नु मान्छ हौ गाइस रोज च्याकपट रोज हान्छु गाइस 5 लाख त मैले भने बिउलाई 5 लाख रुपैयाँ दिउला केही छैन बिउलाई 5 लाख रुपैयाँ दिन्छु यस्तो हो के कुलवाई नखेलेर के हुन्छ र कुलवाईका कौना मुभी चाहिने पर हिट गएर भन्नुस् त मलाई एउटा मुभी देखाउनु हस्टेल 3 कति कमाओ भन्नुस् त आम्मा 10 करोड 10 कमाओ प्रोड्युसरको हातमा 10 करोड आयो फेरि कुलवाईलाई लिएर बनाउनुस् न सकियो माइललाई किन चाहियो र कुलवाईलाई लिएर बनाउनुस् माइललाई किन चाहियो फेरि हैन तपाईलाई अमिलो लाग्ला कि तर तपाई म बिउ हेन्सी 4 जना मिसाएर एउटा एक ठाउँमा कुलबाई एकतिर अहिले कुलबाईको क्रेज छ क्या माललाई यार अरे छोड्नुस् यार तिनी कुरा नगर्नुस् सब्जी मुभी माइला दाइलाई लिएर बनाउनुस् 10 करोड नागेन्छ भने नि जुवा काट्छु मैले हाल्दिछु त्यो स्योर हुन्छ भने यसलाई भन्छ कन्फिडेन्स यो उत्सव दाइको बुद्धि गाइ चढ्न गएको छ क्या मान्छे इन्डियाले पनि कुरा गरेको क्या उत्सव दाइ नेपालीले अलिकति चेन्जेस क्या माइला दाइ भनेको अहिलेको टिकटकको किङ हो बुझ्नु हो कुलवाई केही होइन मेरो सामुन्ने बच्चा कुलवाई तपाईको भन्दा अरूको भिडियोमा बच्चा हो बुझ्नु हो लाइभमा भन्नुहुन्छ भने तपाईको भन्दा कुलवाई माइला दाइको सामुन्ने कुलवाई चाहिने पर बच्चा हो म लेखेर दिन्छु अहिले पनि त्यस्तो नभन्नु कुलबाई मर्सिडको मामलामा भन्छु मैले किन नभन्ने कुलवाई बच्चा हो मेरो सामने अहिले पनि भन्छु मैले उमेरमा त हो उमेरमा त बच्चा हो हाम्रो मुभीको कुरा गर्नु किन उमेरमा त बच्चा हो मान्छु त्यो कुरा त हामीले मान्छौँ माइला दाइको आफ्नो क्रेज छ के मैले त चान्स मात्रै नपाएर हो मसँग करोडौँ पैसा हुन्थ्यो नि म आफै लगानी गरेर आफै रोल गर्थेँ किन चल्दैन माइला दाइको फेस संसारले चाहिँ कार्टुन बनाएर चाहिँ नपर पैसा कमाएको छ मुभीमा लगाएर किन चल्दैन यो कुरा त सही हो फेरि संसारले फाइदा लिएको छ संसारले भ्युअर्स लिएको छ संसारले चाहिँ पैसा कमाएको छ युट्युबमा हालेर मुभीमा कसले हेर्दैन माइलाले के गरेको छ भने दुश्मनले पनि हेर्न जान्छ साला एकचोटि गाली गर्न भए पनि जान्छन् थिएटरमा कसले भन्छ हेर्दैन गाली गर्न भए पनि जान्छ सिनेमा हल हो दाइ हो फिल्म हेरेर गाली पनि गर्छ गाली पनि पनि पैसा दिएर फिल्म हेर्छ नि त ओ ट्यापिन हान न तिमीहरू एक लट सबैजना यार